म चाहे जस्तो राजालाई आतंक बचाउनु छैन, राजालाई जनता प्रिय हुन्छ, राजालाई देश प्रिय हुन्छ। हामी स्वतःस्फूर्त रूपले त्यो संस्थाको वकालत गर्दैछौँ, वास्तवमा जसले यो देशको सम्मान स्वाभिमान बढाउँछ। साथीहरु ध्यान दिएर हेर्नुहोस्, एउटा दुर्गा प्रसाई समातेको छ, तर हजारौं दुर्गा प्रसाई जन्मेको छ। एउटा दुर्गा प्रसाई समातेर सुशीला सरकारले पनि आफ्नो अराजकताको प्रस्तुति जुन सार्वजनिक गरेको छ नि, यसको हिसाब त नेपाली जनताले लिन्छ। तपाई क्रान्तिको बलिदानी पछि तपाई उदाउनु भएका सुशीला कार्कीजी खोल्छ्याङ गर्दै कुर्सीमा गएर बस्ने, अनि देशका योद्धाहरूलाई समातेर सजाय दिन खोज्ने, अनि गुण्डोमा बसेर आतंक मचाइराख्ने आतंककारीहरूलाई खुला साँड जस्तो छोडेर हिँड्ने तपाईलाई पनि नेपाली जनताले बाँकी राख्नु नपरोस्। हामी यो कुनै उत्तेजनामा आएर बोल्दैछौँ, सोची सम्झी हिसाब गरेर बोल्दैछौँ, होइन भने तुरुन्त दुर्गा प्रसाई समाउने प्रहरीले केपी ओली र रमेश लेखक अनि तत्कालीन आइजिपीलाई किन समात्दै छैन, के हेरेर बसेको छ, यसको हिसाब नेपाली जनताले लिन्छ। एउटा कुरा, सिमरामा जेएनजीहरूले एमालेलाई लखेट्छ, सिङ्गो एमाले पङ्क्ति राजावादी विरुद्ध खनिरहेको छ, राजावादीले उनीहरूलाई लखेट्यो। 50 जना राजावादीले सिङ्गो एमाले लखेट्छ भने तिम्रो हैसियत के रहेछ एमालेहरू? त्यो हैसियत खोज आफ्नो, थाहा हुन्छ। एउटा प्रश्न के बुझ्यो भने नि, दुर्गा प्रसाईलाई थुनेर राजावादी सकाउन खोजेको होला सुशील कार्कीले। आज राजावादीको उपस्थिति देख्नुभयो, पर्सि 6 गते र 7 गते तपाईले थाहा पाउनुहुनेछ। तर तपाई कोसिस गर्नुस्, एउटा केपीले थुन्नुस्, सिङ्गो एमाले सकिन्छ, देशले न्याय पाउँछ। प्रचण्ड थुन्नुस्, माओवादी सकिन्छ, त्यहाँ पनि देशले न्याय पाउँछ। तपाई शेरबहादुरमा थुन्नुस्, कांग्रेसै सकिन्छ, यो देश लुट्ने 3टा प्रमुख शक्तिहरू सकिन्छ, देशले त्यसै न्याय र स्वाभिमानको सास फेर्नेछ। छ हिम्मत, सक्नुहुन्छ। अनि शान्तिपूर्ण रूपले देशलाई नि शान्ति, विश्व शान्ति क्षेत्र घोषणा गराउने राजाको वकालत गर्ने र हिँड्ने राजावादीलाई थुनेर तपाई अशान्तिको मार्गमा ल्याउने दुष्प्रयास गर्दै हुन्छ सुशीला कार्कीजी। यसको बदला लिन्छ नेपाली जनताले। अब नेपाली जनता चुप लाएर बस्दैन। हामी स्वतःस्फूर्त रूपले आफ्नो जग बलियो बनाएर माटो टेकेर आन्दोलन हुँदैछौँ। कसैको इसारामा नेपालमा अब आन्दोलन हुँदैन साथीहरू। अब देशी विदेशी र एनजिओ आइएनजिओले चलखेल गर्ने दुष्प्रयास नगरे हुन्छ। तिमीहरूका ढोकामा राजावादी राष्ट्रवादी शक्तिहरू पुगिसकेका छन्। तुरुन्त आफ्नो भलो चाहन्छौ भने त्यो यो देश विरुद्ध लागेका एनजिओ आइएनजिओहरू आजै कुलनाम ठोक्ने तयारी गरे हुन्छ। अब त्यसको पनि ढोका बन्द भइसक्यो नेपालमा, किनभने कहाँबाट यो देश विरुद्ध षड्यन्त्र हुने रहेछ भन्ने कुरा जेएनजी आन्दोलन पछिको उपलब्धिबाट हामीले थाहा पाइसकेका छौँ। साथीहरू, म लामो कुरा लिन चाहन्न, मैले यति नै सानो सन्देश दिन चाहेको थिएँ।